आयो आयो तेल होइन आयो आयो चोर आयो भन्नुपर्छ यो तपाईँ आउँछ भने यो के भइरहेछ त यो तपाईँ बुकचुदीवाला कुरा नगर्नुहोस् त हामीले भनिदिइहालेको छु चाहिने भए लानु नचाहिने भए नलानु। ओहो फरक आउँदैन यो हाउडा यो हाउडी नाति लुट्यो भन्दा यही त होइन यो विचार नुडेको भया यही हो काम देखि जाऊ भन्दा यहीको अरे लुडेको नुडेको त हामीले भनिदिइहालेको छु त लाने भए सुकिहाल्नुहोस् एकचोटि। पहिला त सुँग बाबु त्यो सुँग त पहिला त हाम त बिक्री गर्नेवाला हो हजुर हाम्रो कुनै समस्या छैन त्यसैले हाम किन सुकिहालौँ बात गर्नुहुन्छ बुकचुदी कुरा नगर्नुहोस् मैले भनिदिएको छु। त्यो साउन्ड ठुलो नगरौ बाबु यो हौँ के छ त अनि हौँ क्या हो बजार नजान्छ यो सुँगेर भोलि काहीँ हुँदो बजार बच्चाहरू यो गाउँमा धेरै विकृति भइरहेको रे बाबु तिमी त होइनौ त्यो यो नातिनीलाई हुँदा गाउँको दुई चारजना नातिनीलाई कहाँ सुहाएर ढलाएर भने उनका गहना भन्ने हात नि घडी पनि किन राखी उनका भाडा गुडारी ल्याएको भने कहाँ भयो यो त हम त कहाँ खराब आदमी हो हजुर त हम त सेवा दिने आदमी हो हजुर सेवा त तेरो अहिले हुन्छ बाबु यो बच्चालाई उसले कहाँ कहाँ धेगा जता लाग्दैछ क्या यो आफ्नै गाउँको हो हेर यो मान्छे टपालिरहेको छ यो फस्क्या कुरा भन्ने त्यही त होइन यो माउड्या दुई चार दिन हराएको यो इन्ने आइडिया हेर हेर यो मान्छेले इन्ना आइडिया भएको नै भयो तँ कोही तेलहरू सुँगाउने वालो कहीँ उपचारने वालो होइन यो माउड्या उयो फस्क्या कुरा वालो हो यो उयो हा ए बच्चा बाहिर आता देखना बाहिर आता यहाँ आज मेरो बच्चाले सही काम पायो क्या कन्नो भाँच्न आमा भाँच्नु पर्छ आज यहाँ आता भाइ त क्या हो नि स्टाइल बच्चा क्या हो नि एउटा बेसी गरी यही मान्छे लुट्ने काम भइरहेको छ यता मधेसी हाम्रो भी आता है बाबु मान्छे लुट्ने काम भइरहेको छ यहाँ हाल है झोला निकाल बाबु तेरो आज धुरा निराम यसरी लुट्ने काम त दाजुभाइलाई यो निकाल खोयो नोडा भन्ने हार शाबाश बेटा बाबा यहीलाई त गोडा पडा लाग्नु ओहो